100 100 100 100। अहिले म छु कीर्तिपुरको जङ्गलभित्र टियु ग्राउन्डनिर। यसो राइडमा निस्कियो आज दसैँको यसो चहल पहल है, अष्टमीको दिन। कस्तो फाटो फाल्टो खुल्टी कहिले बनाउँछन् खै। कीर्तिपुर मैदान बन्दैछ। जाने ठाउँ त बाटो छैन अहिले, खाल्टा खुल्टी अनि हेरेर कुदाउनु पर्ने हुन्छ, स्पिड चेकिङ भइरहेको हुन्छ। चोबार गेट पुगिसकेका छौँ। त्यो के भेज्नलाई राखेको हुन्छ नि यार। अहिले हेर्छौँ यहाँ मोडर्न स्कुल रहेछ होइन, इन्डियन स्कुल हो नि तल। यही हो यो तल पनि के हो यो? यो यसरी बस्नलाई जाली हो। यसरी भिडियो खिचेर फाइदै छैन। हेलमेट झुन्डाउनु पर्यो क्या। हावा लाग्यो, रुगा लाग्ला जस्तो भयो। हिजै रोड सिधै यार। ढलान रोडमा अलिकति बुगुरु हुन्छ क्या। यहाँबाट फर्केर म बल्खु निस्किन्छु। ओभरटेक फेल भएको थियो अघि। सही हो, वेट घटाउनलाई साइक्लिङ गर्नुपर्छ। रङ साइड आउनु हुँदैन है। घर जान 1000 गर्दैमा रङ साइड आउने हो त हुँदैन नि। कहाँसम्म जाउँ? ह्यान्डल छोडेर कहाँसम्म जान सकिन्छ चेक गरौँ। नगरौँ, यसरी रङ साइडबाट आएर बजाइदिएला। यस्ता चेक गर्ने काम नगरौँ।
के बोलौँ खै केही बोल्नै आएन यो मोटो भ्लगिङ गर्नलाई के बोल्नुपर्ने हुन्छ के बोल्ने केही नबोल्ने बाधै परेर कुदाउने बस्ने कुदाउने बस्ने यो जुन जाली छ यो पिङ खेल्नलाई मात्र होइन मतलब पिङ खेल्नलाई मात्र होइन मासु भात खाएर त्यो दुईटा रुखमा बाँधेर सुत्न नि मिल्यो जस्तो लाग्दैछ मलाई जत्तिकै होस् होइन किन्नै छैन आफूलाई अबदेखि जिन्दगीमा नजाने बाटो नजाने गाउँको बाटै नसोध्ने हो सिधा कुदाउँ पुरानो भइसक्यो पुरानो भए पनि दम छ यस्तो कुदाउनलाई दम छ पचासी स्पिडमै यस्तो हावा चेस्ट गार्ड लगाएर कुदाउनु पर्ने रहेछ रुगा लाग्ला अब छातीमा हावाले चिसो बनाइसक्यो म चाहिँ बल्खु निस्किसकेँ होइन अब यहाँबाट कलङ्गी निस्किन्छु त्यहाँ गएर म भिडियो एडिट गर्छु आउनुहोस् हाइवेको नजारा लिनुहोस् दसैँको पुरा सुनसान खाली अरू टाइममा पुरा जाम हुने सडक यहाँ खासै जाम त थिएन अरू टाइम पनि तर भिडभाड त हुन्थ्यो नि सब घर गइसक्यो अब के कुरो बचाउँनु चिल हावा छैन स्पिड चेकिङ केही पनि छैन यही हो दसैँको मजा भनेको 100 त्यो गाडी अलिकति आयो 100 पुगेन साथीहरू ओ खसी बोका टन्नै दसैँमा अब त्यहाँ कलङ्गीको अन्डरपास पनि एकचोटि पास गरौँ न हामी यो रहेको छ कलङ्गीको अन्डरपास गुफाको जस्तै हावा चिल कुदाइयो यार कुदाइ आफ्नो अनुसार हुन्छ कसैले 150 पनि कुदाउँछन् 200 पनि कुदाउँछ तिनीहरूसँग कम्पेरिजन गरेर हुँदैन आफूलाई जति मनपर्छ त्यति नै कुदाउनु पर्ने हुन्छ अर्काको देखासिकी अलिकति राम्रो रहेन जिन्दगीमा अब र यति भन्दै म आफ्नो भिडियोलाई यहीँ इन्ड गर्न चाहन्छु यदि कसैले भिडियो हेर्नु भएको छ भने प्लिज लाइक एन्ड सब्सक्राइब थ्याङ्क यू